राखिएको तथ्याङ्क नै भ्रामक र विवादित भएको भनेर प्राधिकरणका उच्च अधिकारीहरूले प्रश्न उठाएर हस्ताक्षर गर्न नमानेपछि केही विवाद उत्पन्न भएको छ। प्राधिकरणले प्रत्येक वर्ष आफ्नो लेखा परीक्षण प्रतिवेदन तयार पार्थ्यो। त्यो प्रतिवेदनमा नाफा घाटाको सबै विवरण हुन्थ्यो। पछिल्लो लेखा परीक्षण प्रतिवेदनलाई ऊर्जा मन्त्री आफै अध्यक्ष भएको सञ्चालक समितिले पनि पास गरेको छ। महालेखा परीक्षकको कार्यालयले पनि प्राधिकरणको प्रतिवेदनलाई सदर गर्दै आएको छ। अब अहिले ती सबै निकायले सदर गरेको प्रतिवेदन झुटो हो, अहिले हामीले जारी गर्न लागेको श्वेत पत्र चाहिँ साँचो हो भनेर प्रमाणित गराउने अर्को विवादित काममा ऊर्जा मन्त्री दीपक खड्का लागि परेका छन्। हेरौँ यो विशेष रिपोर्ट। नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष 2080-81 को आफ्नो वार्षिक प्रतिवेदनमा लेखेको थियो, अघिल्लो वर्षको तुलनामा यो वर्ष प्राधिकरणको कर अघिको खुद नाफा 13,307 मिलियन नेपाली रुपैयाँ अर्थात् 13 अर्ब 30 करोड 70 लाख भएको छ। अघिल्लो आर्थिक वर्ष प्राधिकरणले 12 अर्ब 7 करोड 70 लाख भनेको थियो। अघिल्लो आर्थिक वर्ष भन्दा यस वर्ष प्राधिकरणको नाफा 10.19% वृद्धि भएको छ। प्राधिकरणको पछिल्लो यो वार्षिक प्रतिवेदनमा हस्ताक्षर गर्नेमा सञ्चालक समितिका अध्यक्ष ऊर्जा मन्त्री दीपक खड्का सहित सबै सञ्चालकहरू छन्। प्राधिकरणले तयार पारेको वार्षिक लेखा परीक्षण प्रतिवेदनलाई महालेखा परीक्षकको कार्यालयले पनि प्रमाणित गरिसकेको छ। तर अब ऊर्जा मन्त्री दीपक खड्का र नयाँ कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य प्राधिकरणको वार्षिक प्रतिवेदन नै झुटो हो भन्ने प्रमाणित हुने गरी श्वेत पत्र सार्वजनिक गर्ने